ईश्वर त पवित्र आत्मा ईश्वर हुनुहुन्छ। सबले भन्नुहोस् त, पवित्र आत्मा परमेश्वर इज गॉड। पवित्र आत्मा द डिटी अफ होली स्पिरिट, पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ। यति चाहिँ हामीले थाहा पाउनुपर्छ। उहाँलाई ईश्वरीय नाम दिएको छ। डिभाइन नेम्स आर गिवन टु हिम। पवित्र आत्मालाई ईश्वरीय नाम दिएको छ। यसकारणले गर्दा पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ। बुझ्नुहोस्, यो गहिरो कुरा जान्नुपर्छ। पवित्र आत्मालाई यो वचन चाहिँ कहाँ छ? प्रेरितको किताब 5:4, दोस्रो कोरिन्थी 3:18। यस खण्डमा आत्मालाई परमेश्वर र प्रभु भनेको छ। यसले गर्दा यो बाइबल रेफरेन्सले चाहिँ के कन्फर्म गर्छ भन्दा होली स्पिरिट इज गॉड। आमेन भन्छ। पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ र हामी त्यो खण्ड पनि पढ्नेछौँ। स्क्रिनमा सबै तयार हुन्छ। प्रेरितको किताब 5:3 मा के लेखेको छ? प्रेरित 5:3 मा एकसाथ हामी पढ्नेछौँ। तर पत्रुसले भने, हे हननिया, पवित्र आत्मासँग झुट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो। 4 मा, त्यो बिक्री नभइन्जेल कि त्यो तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि पनि त्यो तिम्रो अधिकारमा थिएन र यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन तर परमेश्वरलाई डाटेका छौ। तिमीले परमेश्वरलाई नै डाटेका छौ। सो यहाँ हामी पवित्र आत्मा चाहिँ परमेश्वर हुन्छ। हननिया र सफीराले डाँटी पठायो। जमिनको मोल बिक्री गरेपछि प्रेरितको चरणमा ल्याउनु पर्थ्यो। जसरी हामी दशंश विधि ल्याउँछौँ, त्यो परमेश्वरको वचन आधारित थियो। यसकारण तपाईहरु जतिजनाले दशंश भेटीको अघि हाम्रो ट्रेजरले सुनाउँदै थियो, तपाईहरु दशंश भेटीमा चाहिँ कमजोर नहुनुहोस्। यो परमेश्वरको आज्ञा हो। त्यस्तै प्रकारले यो हननिया र सफीराले पनि मोल जमिन बेचेर त्यो परमेश्वरलाई ढाक्नु छल्नुको लागि केही हिस्सा पनि आफै राख्दा यहाँ चाहिँ परमेश्वरको आत्माद्वारा वचन आएको छ। भन्दै छ हननिया र सफीरालाई त्यो बिक्री नहुन्थ्यो कि तिमीको आफ्नो थियो र त्यो बिक्री भएपछि पनि त्यो तिम्रो अधिकारमा थिएन र यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसलाई त होइन तर परमेश्वरलाई नै सफा क्लियर टिचिङ। सबैको सफा शिक्षा हुन्छ। सफा शिक्षा के हो? पवित्र आत्मालाई के भनिदिन्छ यहाँ? परमेश्वर। तिमीले परमेश्वरलाई डाटेको छ। यसले गर्दा पवित्र आत्मा चाहिँ परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा चाहिँ को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। अनि तपाईलाई अर्को पनि तपाईँ प्रिय परमेश्वरमा एउटा परमेश्वर मत्ती 28:19 पदमा पनि लेखिएको छ। यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र अनि पवित्र आत्माको नाममा तिनीहरूलाई बप्तिस्मा देऊ। हामीले मानेको परमेश्वर त्रिएक परमेश्वर। आमेन। पहिलो परमेश्वर सबै भन्छ पिता परमेश्वर, दोस्रो परमेश्वर चाहिँ पुत्र परमेश्वर, तेस्रो पवित्र आत्मा परमेश्वर। यसकारण हामीले यो थाहा पाउनुपर्छ, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। ईश्वरीय गुण उहाँसँग छ। सबले भन्नुहोस् त ईश्वरीय गुण हुनुहुन्छ।